जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। अब केटाकेटीहरूले आफ्नो रहर पुरा गर्नको लागि खोलेको च्यानल हो, सब्सक्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ। 3 वर्षको नानीमा के फिलिङ्स आएको त्यस्तो। अब कति त होटेलको पनि हो, अनि कति चाहिँ अब पार्किङमा। गुड मर्निङ दाइ, हजुर के छ खबर? सन्चै हुनुहुन्छ नि? ड्युटी के कस्तो चलिरहेछ? कति बजी छुट्टी हो नि? 3 बजे। लगाइ चाहिँ मेरो चाहिँ आज छुट्टी छ होइन। अच्छा होइन, सो म चाहिँ अब खाना खाँदैछु। बिहान केही पनि खाजा खाइनँ, सो यता मटन लिइहाल्यो हामी अलरेडी। सो यता मटन अनि यता हल्का नुडल्स लिए। अब भोक त्यस्तो मिठो त छैन होला, तर पनि मिठो बनाएर खानु पऱ्यो होइन। ल गाइज, आज चाहिँ मेरो डे अफ। सो आज चाहिँ म बाहिर गइनँ, यतै अब कम्पनीको वरिपरि एकछिन घुम्नु पऱ्यो। रुममा बस्दा बस्दा अल्छी लाग्यो, अनि अघि भर्खर पनि उठेँ म। सो त्यही भएर म चाहिँ यसो कम्पनीको वरिपरि घुम्न आएको छु। गर्मी छ, अब त्यही भएर म चाहिँ अलिक बेलुका आउने भनेर सोचेको थिएँ। सो त्यही भएर यहाँ अघि दाइहरूले पनि बोलाउनु भएको थियो, म चाहिँ अघि सुतेछु। सो त्यही भएर यता यस्तो छ है। अनि यो चाहिँ यता गल्फ खेल्ने ठाउँ हो। त अघि म दामी भ्यू देखिरहेको छ है। यो चाहिँ सिपहरू हो। यहाँ चाहिँ होटेलले पनि अब कति त होटेलको पनि हो, अनि कति चाहिँ अब पार्किङमा पनि दिएको छ। यहीँदेखि हुन्छ सप्लाईहरू, सामानहरू के सप्लाई हुन्छ। यस्तो छ है, ठुल्ठुलो सिपहरू यहाँ पार्किङ गरेको छ। अनि यता चाहिँ यो चाहिँ गल्फ खेल्ने ठाउँहरू हो। सो अघि दाइहरूले बोलाउँदै हुनुहुन्थ्यो, अब म चाहिँ सुतेछु। सो दाइहरूको छुट्टी भइसक्यो, अनि तर पनि यसो म चाहिँ घुम्नको लागि आएको। त्यही हो गाइज। अनि अहिले चाहिँ अब कति 4 बज्यो, अलिक शीतलै छ अहिले चाहिँ जस। अनि गाइज हाम्रो नेपालमा चाहिँ अब त्यो गरिमा चौधरी बहिनीको चाहिँ अब बलात्कार गरेर हत्या पनि गरेछ खातेहरूले होइन। त्यो सुनेर बर दुःख लाग्यो। अब त्यस्तो 3 वर्षको नानीमा के फिलिङ्स आएको त्यस्तो सोच्दा पनि पुरा आँखादेखि आँसु आउँछ यार। के भएको हाम्रो नेपाल सालाहरूलाई चाहिँ अब त्यस्तोलाई चाहिँ फाँसीको सजाय दिनुपर्ने हो। खास गरी चाहिँ नेपाल सरकारले के गर्नु अब। अब